कति कोसेलीलाई उनको दाजुलाई भने बहिनीको कति माया माया। भाउजू मलाई ढिलो हुन लाग्यो, छिटो गर्नुहोस् न है। हुन्छ बहिनी हुन्छ। भरे बाटोमा भोक लाग्ला भनेर च्याउ मेवा खाजाहरू हालिदिँदैछु, तयारी हुँदैछ, एकैछिन पक्नुहोस् है। हस् भाउजू। अलिक छिटो गर्न, भरे पुतलीलाई बाटोमा गाह्रो होला। सकिहाले, यो झोला बहिनीलाई दिनुहोस्। यो झोलामा तेरो भाउजूले खाजा र कोसेली ल्याइदिएको होला, भरे बाटोमा भोक लाग्यो भने निकालेर खानु। हुन्छ दाजु। एकछिन पक्छ पुतली, भरे बाटोमा यसो खर्च। तेरो दाजुले कोरिदियो भने चित्त नदुखाउनु है बहिनी। पर्दैन थियो दाजु, फेरि दाजुले दिएपछि नाइ पनि कसरी भन्ने। सानो दाजी किन बा? तेरो फुपूलाई आधी बाटोसम्म पुर्याइदिए। ए हुन्छ बा, ल जाऊ फुपू। ल राम्रोसँग जानु, के कसो हुन्छ कहिले काहीँ फोन गर्दै गर्नु। हुन्छ दाजु, म लागे है। भाउजू म लागे है, फोनमा गफ गर्दै गरौँला। हुन्छ नानी हुन्छ, ल्याएको भन्दा धेरै लानुभयो, के भन्नु र खै। के भन्नु भएको र भाउजूले? केही होइन नानी, राम्रोसँग जानुहोस् मात्रै भनेको, अरू केही होइन। ए हुन्छ भाउजू। सानकाजी यो त ज्योति होइन र? हो नि फुपू, जसले आँखै देख्दैन उसैको नाम ज्योति अरे। कहाँ हिँडेको होला नि लडेर मर्नलाई। अनि यो त सानोमा तेरो साथी होइन र? हो नि फुपू, तर जब यो अन्डा भयो तब योसँग सङ्गत गर्नै लाज लाग्न थाल्यो। फेरि मेरा साथीहरूले पनि गिज्याउन लागे, त्यसपछि त यसलाई साथी भन्न पनि घिन लाग्छ। फेरि मलाई यो गरिब मान्छे मनै पर्दैन। सानो काजी तपाईँ कता हिँड्दै हुनुहुन्छ? हेर्नु न फुपू, यो अन्डालाई हामी जहाँ गए पनि के को चासो परेको होला। त्यही त। कि जान्छस् त पनि हामीसँग? जान्छस् भने हिँड। होइन सानो काजी, म जाँदिनँ, मेरो काम छ। हिँड्न हिँड। भइगयो बाबु भइगयो, छोड्दै यो अन्डालाई, भरे मलाई ढिलो होला, जाउँ बरु अहिले। हुन्छ फुपू जाउँ। सानो काजी तपाईँ यहीँबाट फर्किनुहोस्। तपाईँ यहाँबाट फर्किनु भएन भने आज तपाईँलाई नराम्रो हुने सम्भावना छ। मैले भनेको मान्नुहुन्छ भने तपाईँ यहीँबाट फर्किनुहोस्। मेरो मनले यही भन्दैछ। मैले आँखा नदेखे पनि कति कुरा महसुस गर्न सक्छु सानो काजी। जसको पुरै जिन्दगी अन्धकारमा बितिरहेको छ, जसले आँखा नदेखेर लट्ठीको सहारामा हिँडिरहेको छ, उसले महसुस गरेको कुरामा मैले विश्वास गर्नुपर्ने? अन्धा त छँदै थिइस्, अब पागल पनि भइस्। चल अन्धा। सानो काजी तपाईँको अन्धा साथीले के भने भन्नुहोला। जब तपाईँलाई पर्नेछ तब थाहा हुनेछ मेरो अन्धा साथीले सही भन्यो भनेर। याद राख्नुहोस् सानो काजी। ज्योतिको आमालाई भन्न भेटेको धेरै भयो, यसो भेटेर जाउँ भनेको, के गर्दै होलान् को नि। ज्योतिको आमा, ज्योतिको आमा। को पो? ए फुलमाया, तिमी कहिले नआउने मान्छे आज कहाँबाट बाटो बिराएर आयो हौ? के नराम्रो खबर लिएर आयो हौ फुलमाया? त्यस्तो नराम्रो खबर त केही पनि छैन, यसो निस्केको मात्रै नि, सन्चो बिसन्चो कस्तो छ भनेर नि। ए त्यसो भए यता आइज न, बसेर गफ गरौँ। ए ल हुन्छ नि त ज्योतिको आमा। यो सालको दसैँ कस्तो भयो त ज्योतिको आमा? खै कस्तो आयो भन्नु र फुलमाया, हामी गरिब दुखीलाई न दसैँ न तिहार आयो न गयो। अनि तेरो चाहिँ कस्तो आयो फुलमाया दसैँ? मेरो त नसोचेकै काम भयो नि ज्योतिको आमा। के गर्नु, मुखिया बाबुकोमा टिका लाउनु जाउँला भनेको थिएँ, त्यही दिन आफन्त मान्छे खसेर दसैँ पनि खल्लो भयो नि ज्योतिको आमा। अनि खसीको मासु ल्याएको थियो, दसैँमा खाउँला भनेर त्यसैखेर जाने भयो नि हौ। त्यो मासु मेरो छोराछोरीले भेटेको भए कति मजाले खाने थिए। यसपालिको दसैँमा त
पैसा नभएर छोराछोरीले एकचोटा मासु पनि खानु पाएन। ज्योतिको आमा किन टोलाइरहनु भएको? केही होइन हौ फुलमाया। खै ज्योति र चेख्री त देख्दिन त। च्याखरी घाँस काट्नु गएको छ, ज्योति बारीतिर गएको छ। ल ल मन कटेर घाँसको बारी पुऱ्याउनु गएको। ल ल सुने जाँड खाएर जाऊ भन्दा पनि जाँड छैन। मुखिया बाको बारीमा घाँस चोर्न आएको मुखानीले थाहा पायो भने मार्छिन् फेरि। छिटो छिटो काटेर गइहाल्नु पर्यो। उनको छोरा सानो काजीलाई एक झापड हानेकी थिए, केही कुरा लिएर भुताल्न बेर लाउँदिनन्। हुन त आमा गतिलो भए पो छोरा पनि गतिलो हुन्थ्यो। भार्गीसँग लाउँदै हुनुहुन्छ। मेरै बारीबाट घाँस चोरेर लाँदैछु त अझ मैले के गरेँ भन्छस्? भनेको कुरा सुन्नुहोस् भार्गी बल्ल भेटिसैन मेरो हातको चिउरा। मैले किन गरेको धेरै यति साह्रो कुद्नलाई मर्न नसकेकी मुक्केरी। च्याखुरी होइन के भयो तँलाई? किन रोकी? हात काट्सी क्या हो? के हात काट्नु दाजु? मेरो भाइ खोसेर मुक्केरीले मलाई खुट्टासम्म कुदेर गयो। ला किन च्याखुरी? तैँले केही पनि गरेको थिइनँ दाजु। म घाँस लिएर आउँदै थिएँ, एकैछिन ममा के गरिन्। अनि मैले के गरेँ भनेर सोद्धाखेरि मेरो छोरा सानो दाजुलाई कुदिस् भन्दा मलाई यो हालत सबल पुऱ्याइ। केही छैन च्याखुरी, भइगयो। अब घरमा गएर आमासँग सल्लाह गर्नुपर्छ के गर्नुपर्छ भन्ने कुरा। ल आइज यहीँ घर च्याखुरी, आइज लु नानी। त्यसलाई मैले अस्तिदेखि ढुकिराखेको थिएँ। बल्ल भेटी आज मेरो हातको चिउरा। होइन त किन बिहानदेखि भुतभुताउँदैछ? सानो दाजी बिहानदेखि हराएको खोज्नु जानु पर्दैन? त्यसको फोन पनि बिहानदेखि लागिरहेको छैन। ल न खोज्नु जानु पर्ला जाउँछ सानो काछीको बाद। रोका दादा खोज्नु जाऊ। मेरो बाबु कता छौ तिमी? लडेको क्या हो? यहाँबाट कोही लडेको जस्तो छ। यहाँ पो रहेछ नि। अरे राम, यो के दशा लाग्यो नि मेरो छोरा? बाबु के भयो? सानो दाजी हुँदो रहेछ तैँले त। बाबु यसको त खुट्टै राते छ। यसो गराएर मलाई ठिक त छन्। के भयो नि यस्तो? बाबु होइन हाम्रो सानो काजीलाई के भयो? अरे राम, फेरि रित्तो डोको देखाएर मरि। यस्तो आपतको बेला के लगेर हुन आँट्यो नि? आज केही लगेर हुँदैन। घाँस थोरा डोकोमा बोकेको छु। हाम्रो सानो काजीलाई के भयो होला? तेरो आँखा फुटेको छ र देख्नुहोस् मेरो सानो काजीको खुट्टा भाँचेको। अब हाम्रो सानो काजी कसरी हिँड्नुहुन्छ होला नि? तँलाई कसरी यस्तो भयो बाबु? तेरो फुपूलाई आधी बाटोसम्म पुर्याएर फर्की भनेको, तर तँ त बाटोमा लडेर बेहोस अवस्थामा थिइस्। यदि हामी त्यहाँ नआइपुग्यो भए तेरो हालत के हुन्थ्यो बाबु?
खै आमा, म त फुपूलाई आधी बाटोसम्म पुर्याएर फर्किँदै थिएँ। 81 बाटोमा चक्कर लागेर डले। त्यसपछि त के भयो मलाई थाहा नै छैन आमा। मलाई फेरि ज्योतिले भन्दै थियो आमा, तपाईँलाई नराम्रो हुने सम्भावना छ नजानु भनेर। तर मैले त्यो नाथे अन्धाको के विश्वास गर्नु भनेर उल्टै त्यसलाई गाली गर्दै गएँ। तर त्यसले भनेको कुरा त ठ्याक्कै पुग्यो आमा। कतै त्योसँग अदृश्य शक्ति त छैन? के हुन्थ्यो बाबु त्यो अन्धासँग अदृश्य शक्ति? बरु तँलाई गाह्रो भएको होला, आराम गर्दै गर। म माट पकाएर ल्याउँछु, तेरो बाबा पनि वैद्य लिएर आउनुहुन्छ। किन के भयो? आदिमै आउँछ त फुलमाया। तपाईँलाई एउटा कुरा थाहा छ? के कुरा फुलमाया? पल्लरको मुखियाको सानो काजी जङ्गलमा लडेर खुट्टा भाँचेर बोकेर ल्याउँदै थिए। ठिक्क परेछ। पाप धुरीबाट कराउँछ भन्थे हो रहेछ। त्यसो भन्नुहुन्न च्याकुरी। अरूलाई पर्दा रमाए भने फेरि आफूलाई पर्दा सहयोग गर्ने कोही हुँदैन। त्यसैले कसैलाई नराम्रो भन्नु हुँदैन है च्याकुरी। त्यो सानो काजीले हाम्रो लागि के चाहिँ राम्रो गरेको छ र? त्यसलाई राम्रो सोच्नका लागि जब चाहिँ त्यसको आमाले मलाई मरिन्जेल कुटिन्, ठिक्क पर्यो त्यसलाई। म त भन्छु त्यसलाई अझै थोरै भयो, मरेको भए पनि हुन्थ्यो। त्यसो नगर्नु च्याकुरी। यो कुरा त्यहाँसम्म पुग्यो भने फेरि अर्को द्वन्द मचाउन बेर लाउँदैन। पुगे पनि पुगोस् आमा, अब त झन् त्यसको घर सिधै आगो लगाइदिन्छु। च्याकुरी, यो भन्दा धेरै एक शब्द पनि नबोल। भित्र जा गुरुका। मुखियानी कहाँ जानुभएको यो घरको आज मुखियानी? अरे राम, फेरि रित्तो डोको देखाएर मरि। के नराम्रो खबर लिएर आइस? खुरुक्क भन्। के हुने मुखियानी? पल्लो च्याखुले तपाईँको घरमा आगो लगाइदिन्छु भन्थे।